मार्च 17 तारिक 2022 को दिन हामी नेपाल माइबेनी जाँदैछौँ बाई रोड आफ्नो गाडी लिएर। चतरासम्म हाम्रो गाडी पुग्छ। त्यहाँदेखि चाहिँ हामी के अरे मोटरबोटमा जानुपर्छ र मोटरबोटले चाहिँ हामीलाई माथि हाम्रो क्याम्पिङ र अब एङ्गल फिसिङ गर्ने स्पटमा पुर्याउँछ। आज 17 तारिक मार्च 2022 यो माइबेनी जबनमा हामी आइपुग्यौँ। यो माइबेनी, यो अरुणकोशी र यता सप्तकोशी, यो दुईटा मिक्स भएको जबन हो। यहाँ आज क्याम्प गर्ने, यहाँ रिसोर्टमा बस्ने, यहाँ रिसोर्टको रिसोर्ट यहाँ छ, यहाँ बस्ने अनि फिसिङ गर्ने हो। आज भोलि पर्सि ब्याक। यो चाहिँ अब ठुलो डाइनिङ हल जस्तो बनाएको छ। यहाँ रिसोर्ट पहिला रिसोर्ट उता रिसोर्ट चाहिँ छेउमा चाहिँ अलिक पर चाहिँ अलगै ठुलो डाइनिङ हल बनाएको जस्तो बनाएको रहेछ। यहाँभित्र हामीले टेन्ट लगाएर बस्न पनि सक्छौँ। हामी कतिपल्ट यहाँ गएर बस्यौँ टेन्ट लगाएर पनि फिसिङ गर्नु। हामी यो स्पटमा हामी धेरैपल्ट गइसक्यौँ, 10-12 पल्ट गइसक्यौँ। उहिले 2012देखि नै जाँदैछौँ। यहाँ एकजना बुढो मान्छे खेल्नुहुन्छ, कोपा हुनुहुन्छ उहाँ आज 2025 साल हो, अहिले बित्नु गइसकेको छ। र यो त्यहाँको बोट देखिँदैछ, त्यहाँ बोटमा जानुपर्छ। र अनि उहाँले एउटा 8 केजी जस्तोको गुज पक्रिनु भएको थियो। यो गुज मैले उहाँकोबाट किनेँ, किनभने उहाँहरूले चाहिँ खाँदो रहेछ। त्यहाँको लोकलहरू चाहिँ जति पनि माछा पक्रिन्छ सबै खान्छ, छोड्दैन, कन्जर्भेसन गर्दैन। यो ठुलो माछा चाहिँ हाम्रो कालिम्पोङको 3 टाइम्स एमएलए गौलन सरले पक्रिनु भएको। र हामी दुईजना मिलेर मैले किनेको यो सानो गुज, ठुलो गुज दुईवटा हामीले त्यहाँनिर कोसीमा रिलिज गऱ्यौँ। अरुण र सप्तकोशीको दबनमा हो हामी बसेको थियौँ। र अनि हामीले यी दुईटै रिलिज गर्दैछौँ।